हेलो साथीहरू, अब हामी चाहिँ घाँस काट्न लागेको। सो न्युरा खोज्दै घाँस लिएर आउनुपर्ने हुन्छ हामी चाहिँ। एलाङले ती लैसिल्याउ त। यसलाई चाहिँ म कान्छीलाई पास दिँदैछु, म न्युरे टिप्नु पर्ने हुन्छ। राम लजिम त झन् मलाई भिडियो कहाँ आयो नि झन्। फाइनली साथीहरू दुईटा मात्रै पाएँ। अब मैले फेरि यहाँ देखिसकेको छु, देख्न सक्नुहुनेछ निङ्गुरे। निङ्गुरे 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 यतातिर पाउने रहेछ साथीहरू न्युरे। रात परिसक्यो, अब घाँस काट्नु पर्ने हुन्छ। न्युरे खोज्न सकेपछि हामी यति बनाइसक्यौँ। चट हिँड। मलाई के भन्छ भ्लग बनाउन आउँदैन है त साथीहरू। आउँदैन मलाई आउँदैन। त्यही पनि म भिडियो बनाउँदैछु साथीहरू, गएर हेरिदिनु होला। खै ए जम्मा कहाँ आले माले अब हामी के गर्नु पर्छ भन्दाखेरिमा आँप खाएर न्युरे खोज्नुपर्छ साथीहरू। मलाई त भ्लग बनाउन आउँदैन है साथीहरू, भ्लग बनाउन सिकाइदिनु पर्यो। कसरी हो भ्लग बनाउने? भ्लग बनाउन आउँदैन, के गर्नु? गाह्रो छ। खै आप त्यहाँ माथि आँप भेटाइसक्यो साथीहरू। हामीले यो चाहिँ आँप खोज्न जान्छ। ओला ध्यामालेको फिफी त्यही। अब हामी के भन्छ चाउचाउको सुपसित के भन्छ आँप खाएर न्युरो टिप्न जानुपर्ने हुन्छ साथीहरू। न्युरो टिप्न सकेपछि घाँस काट्नुपर्छ। यता भक्तारिँदै छिन् कान्छी। ओला न्युरा दुब्या लाएर न है। के भन्छ फर्स्ट टाइम लङ के भन्छ भ्लग बनाउँदैछु, लङ भिडियो बनाउँदैछु। माया गरिदिनु होला। मलाई बोल्न आउँदैन, के बोलौँ हुन्छ साथीहरू। बोल्नै आउँदैन। त्यही नि, तपाईँहरूले लास्टसम्म हेरेर साथ दिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु साथीहरू। यसले चाहिँ आँप लिएर आइसक्यो। दुईटा तीनटा कतिवटा लेख। अब यो आँप खानुपर्ने हुन्छ। आँप खाएर जानुपर्ने हुन्छ घाँस काट्नलाई। च्याउ हामी आँप खान्छौँ ल साथीहरू। मलाई बोल्न आउँदैन। गाह्रो छ। खैराको त नदेख्नु होला। यहाँ आकाल के यस्तो छ। आँप झरेको आँप। अब यसलाई हामीले काटेर खानुपर्ने हुन्छ। चाउचाउको सुपसित खाए ल साथीहरू। खाए ल।
Toma sup. Unakin mah. Kalau kau ngajak itu ada alkali sih betul, macam kan nggak sama sih. Iya, asik tahu deh sekundo. Itu nama tuh YouTube aku. Itu time itu. Siapa lah? चट्टम यस्तो गर्ने यस्तो गरेपछि यस्तो गरेर यो चौचौको सुपमा यस्तो गरेपछि यस्तो गरेर खाना यस्तो मजा हुन्छ साथीहरू यस्तो हुन्छ बबाल हुन्छ बबाल संसारमा आमा अब तो एकदम अमिलो रहेछ अमिलो यस्तो अमिलो छ आप यस्तो अमिलो छ यस्तो अमिलो छ यस्तो अमिलो छ बुझ्नु पाउनु म भात चाहिँ कल त म चाहिँ म खाएको छु यस्तो गरेर यस्तो सुप लगाउनु पर्ने हुन्छ मिसाउनु पर्ने हुन्छ सबले लाला भन्नु है यो नुन खुर्सानी त भएको यस्तो मिठो हुन्थ्यो के गर्नु त्यो बेला दिमागै खुस्यो नुन खुर्सानी ल्याउनु पर्छ भनेर दिमागै खुस्यो गुडा नबी भिडियो हात न त एकदम अमिलो त्यही म खाना छोड्दिन सुप नसकिदासम्म देखिन कस्तो तर्क्या हो nanjak nada aku nak kami angan nahan ya si airnya apa अब हामी के भन्छ चाउचाउ खाएर नि आप खाएर नि सक्यो साथीहरू अब न्युरे खोज्ने तर्फ लाग्ने छौं न्युरे खोज्ने तर्फ लाग्नु पर्ने हुन्छ यो हाम्रो यो नाम्रो हेरिराख्नु पर्ने हुन्छ तिमीहरू यहीँ बसो बाई बाई एकछिनको लागि बाई बाई यताबाट जान्छु म यताबाट जानुपर्ने हुन्छ यहाँको त रुख्ने भाँचै छ साथीहरू के भन्छ अस्तिको हावाले रुख्ने भाँचै छ हौ सब टिपिसक्या हो कि के हो न्युरे पनि फल्नै हो कि टिपिसक्या हो यस्तो न्युरो खोज्नु पर्ने हुन्छ छैन त न्युरे त के हो यस्तो साथीहरू न्युरे त छैन त भेट्टाउँदैन त न्युरे त किन हो यस्तो कान्छी डुब्ने ले होला यसलाई त धुमचाल कि हालिहालेर माले छैन त एक मुठी नि गर्न सक्दैन जस्तो लाग्यो यस्तो गाडी छ साथीहरू मलाई यसले रोकिरहेको छ यसले मलाई आउन दिइरहेको छैन अयो कस्तो गाडी हो उता कान्छीलाई देख्न सक्नुहुन्छ कान्छी उता म यता वारी पारी छुटेको खोल्सामा त कान्छी पारी म वारी छु
धेरै भेटाउँछु भनेर वारिपारि हिँडेको भेट्टाउँदैन त एउटा दुईटा मात्र छ त त्यति सकेको जस्तो लाग्यो मलाई हेर्नुहोस् साथीहरू कति राम्रो कालो भ्लग बनाउन आउँदैन आफैलाई कस्तो लाज पो लाग्न थाल्यो त हो साथीहरू यस्तो भ्लग बनाउन नआएको देख्दा त यस्तो भ्लग बनाउन नि झ्याउ लागिरहेछ अब तपाईँहरूलाई हेर्नेहरूलाई झन् कस्तो झ्याउ नलाग्ला झ्याउ लाग्छ होला त्यही नि हेर्दिनु होला त्यही नि पागलनी जस्तो म एक्लै बोलिरहेको छु मम्मी झन्डै मेरो ज्यान गएको साथीहरू झन्डै मैले त्यो के भन्छ ज्यान गुमाउनु परेको टिकटकमा फेरि रेस्ट इन पेस भनेर हाल्न दण्डले परेको साथीहरू घाँस काट्न आएको मर कान्छी हो माइली त घरमै छ माइली अल्छिनी घरमै छिन् के गर्न आएको तिमीहरू घाँस काट्न ए एक मुठा हुन लागिसक्यो साथीहरू कसलाई मनपर्छ न्युरो चाहिन्छ भने भन्नुहोस् होला तपाईँहरूलाई म दिन्छु साथीहरू तपाईँहरूलाई म डेलिभरी गरिदिन्छु डेलिभरी कसलाई मनपर्छ है न्युरे भन्नुहोस् होला न्युरे कसलाई मनपर्छ म डेलिभरी गरिदिन्छु डेलिभरी लुङ्गी कसेर अब जानुपर्ने हुन्छ फेरि खोज्नलाई झ्याउ हुन्छ झ्याउ यस्तो काडै काडा छ काडै काडा सबै मलाई घोचिसक्यो यो काडाहरूले मलाई आज यो काडाहरूले सकाउने भयो सबै गोपेर मार्न लागिसक्यो अबि मम्मी किरा अबि मलाई यो किरादेखि लास्ट डर लाग्छ साथीहरू पाइसके हामीले धेरै नै पाइसके कुचाल दिन्छ वाउ चल नाइस भाइ अबे यता तिमीहरू लग रहेछ कि त्यही भएर हामीले नपाएको साथीहरू जङ्गलमा पसेर कपाल पनि भुटल्यान त गरिदियो मेरो न्युरो चाहिँ यति छ है त यति मैले मात्र यति पाएँ साथीहरू अब कान्छीको हेर्नुपर्ने हुन्छ कान्छीले चाहिँ कति पाए त यसलाई राखौँ न उठाउँको ल यति पाए साथीहरू
के भन्छ निउरेको कसलाई मनपर्छ भन्नुहोस् होला, म तपाईँहरूलाई डेलिभरी गरिदिन्छु टक्क लाएर घरमै आउँछ। तपाईँहरूलाई कसलाई मनपर्छ मलाई के भन्छ भनिहाल्नुहोस्, म तपाईँहरूलाई खोजेर तपाईँहरूलाई म डेलिभरी गरिदिन्छु साथीहरू। कुरा नपत्याउनु होला, डेलिभरी गरिदिन्छु। नुना लरा पाला र न त राख्यो। अब यसलाई हामीले एउटा लराले बान्नुपर्ने हुन्छ। लराले एन्त त न धेरै मठी ताको के ग्याल बजारमा यतिलाई कति रुपियाँ पर्छ? 20-50 आया के 50-20 पर्छ साथीहरू। कम्तीमा नि 50-20 त पर्छ नै चोडा। हामी चाहिँ जङ्गलमा आएर फ्रीमा खाना पाइन्छ। जङ्गलमा आएर खोज्यौँ भने हामी चाहिँ फ्रीमा खाना पाइन्छ साथीहरू। बजारमा चाहिँ मान्छेहरूले के गर्छ भन्दा यति मुठालाई 50-20 मा किन्छ। हामी चाहिँ जङ्गलमा खोजेर फ्रीमा खान्छौँ साथीहरू। यही नै हो के भन्छ अरे गाउँलेको लाइफ भनेको यही नै हो साथीहरू। टक्क लाएर जङ्गलमा गएपछि यस्तै खानेकुरा भेट्छ। अब के भन्छ जङ्गलमा फेरि च्याउ उम्रिन्छ साथीहरू। च्याउ अब फेरि च्याउ उम्रेपछि हामी फेरि च्याउ खोज्न जाने हो साथीहरू। हामी त यस्तो खतरनाक ल कस्तो मच्छर आएको साथीहरू। मच्छरले त हामीलाई त खान्छ। अब हामी घाँस काट्नलाई जानुपर्ने हुन्छ। रुख भाँच्चे छ साथीहरू, यहाँको रुख भाँच्चे। हामीलाई घाँस काटेर आउँदाखेरिमा गाह्रो हुने भयो नि त साथीहरू। यस्तो छेक्देखा बाटो यस्तो छेक्देखा साथीहरू हेर्नुहोस्, यस्तो छेक्दिएर राखेछ साथीहरू। गाह्रो छ गाह्रो। भिडियो चाहिँ लङ भइसक्यो साथीहरू, एकदम धेरै भइसक्यो। अब तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला। म फेरि भिडियो कन्टिन्यू गर्नेछु। अनि के भन्छ यो चाहिँ मेरो फर्स्ट भिडियो हो, लङ भिडियो। के सबले माया गरिदिनु होला। यो चाहिँ आज म फर्स्ट टाइम लङ भिडियो बनाउँदैछु। के कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गर्नु होला। हाम्रो मकै चाहिँ यस्तो ठुल्ठुलो भइसक्यो साथीहरू, यस्तो ठुल्ठुलो भइसक्यो। ठुल्ठुलो भइसकेछ। अब हामी मकै छुट्याउनु पर्ने हुन्छ। मकै छुट्याएर लान्छौँ हामी। तपाईँहरूलाई म मेरो मकै पाकेपछि भन्नुहोस्, ककालाई खान मन छ म पठाइदिन्छु। मकै पनि डेलिभरी गरिदिन्छु साथीहरू। यस्तो भइसक्यो, खाने बेला भइसक्यो। अब एकछिनमा खाने बेला हुन्छ। अब साथीहरू एकछिनमा भेटौँ है त। घाँस काट्नु पर्ने हुन्छ। घाँस काटेर सकेपछि हामी भेटौँला फेरि। बाई बाई।